हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अब चाहिँ हाम्रो युमा नर्सिङ होमको हाम्रो युमा नर्सिङ होम हो। अन्त त्यो स्टाफको बिहामा आएको थिएँ अनि नर्स होला हामीहरू। हाम्रो उयसमा सिक्किममा हाम्रो स्टाफहरूको बिहामा आएर चाहिँ हामी चाहिँ अब एकछिन बसेर अब खानासाना खाएर अब चाहिँ नाचगान गरेर चाहिँ हामी चाहिँ जानेछौँ। अर्पण दिजु आज बिहामा कस्तो लाग्यो? राम्रो। अलिसा खै अरूहरू खै अरूहरू खै पद्मजी खरूहरू हाम्रो यहाँ नानाको भ्लग हुँदैछ रोशनीको बिहामा। के भन्छ ल भन्नु न त। आज हाम्रो उयसमा हाम्रो रोशनी बहिनीको बिहामा आउँदा चाहिँ हाम्रो यहाँ उयो छ अलिसा। कस्तो लाग्यो आज? राम्रो लाग्यो। राम्रो लाग्यो? हजुर। नितिशा यता र नितिशा यहाँ र त सोधिनु नितिशालाई पनि। नितिशा सोधिनु हो। हजुर। आज कस्तो लाग्यो बिहामा? नितिशालाई पनि सोधिहाल्नु। कस्तो लाग्यो आज बिहामा आएर चाहिँ? राम्रो लाग्यो। राम्रो लाग्यो? इन्जोय पनि अब गर्नुपर्छ होला है? अब डान्स गर्नुपर्छ। डान्स कुन चाहिँ गर्नु बाँकी छ भाइ? कुन चाहिँ गीतमा? खिच्देऊ न यहाँ जोडी देखेनौ? हाम्रो रोहितालाई सब्स्क्राइब गरिदिनुहोस्, लाइक फलो गरिदिनुहोस्। सब्स्क्राइब लाइक नालाई नि त्यहाँ फेरि खिच्न भन्छु फोटो खिच्दैन। यता रान अनिमिका यता रान हौ। अनिमिका यता रान हौ। बिस्तारै निचा फोटो खिच्दै जरा मार्छ र मैना निचा फोटो खिच्दै। गाइस अब हाम्रो सबै अब स्टाफहरू आएर हो स्टाफहरू आइकन चाहिँ गरेर चाहिँ राम्रो हुन्छ होइन। अब राम्रो हामी चाहिँ स्टाफहरूकोतिर बिहामा आएर चाहिँ हामी चाहिँ इन्जोय गर्दै गरेको छौँ। अन्त र तपाईँहरूलाई अब यो मेरो भ्लग कस्तो लाग्यो अब तपाईँहरूलाई अब हेरिदिनु होला राम्रोसँगले। बहिनी कस्तो लाग्यो यो बिहामा आएर? आजको बिहा एकदम राम्रो। राम्रो भयो है? खाना खायो अन्त बहिनीले? खाना खाना डान्स गर्दै गर्दैन ऊ हाम्रो अगाडि अगाडि जाँदैछ डान्स गर्नको लागि। हामी चाहिँ अब बिहामा बसेर चाहिँ अब खानको लागि अब स्टाफ खानको लागि बसिरहेको छौँ। हाम्रो खानको लागि अब आएको। आज बिहामा कस्तो लाग्यो? अन्त तिमीलाई कति बजी आएको? 1 बजी आएको। गाइस अब खानुको लागि चाहिँ हामीहरू लाइन लाग्नु थियो बिहामा आएर खानुको लागि। मजाले खानुहोस् है। यहाँ बस्नु नि यहाँ। रिया What's up, man? यता हेरिदिनु पर्यो हाम्रो दादालाई। उहाँ हाम्रो भ्लगर हुनुहुन्छ। आज भ्लगरकै भ्लग बनाइदिँदैछु।
बिहामा आइरहेको छौँ हो अन्त मजाले खानासाना खानुपर्छ अघि गाडीमा चढेर आएर चाहिँ अब खानासाना खाएर अब यसो डान्स गरेर इन्जोय गरेर घर जाने अनि मलाई पनि अब उताबाट अब यसरी इन्जोय गर्नु पऱ्यो अब बिहामा ए सबैलाई खिच्दैन यहीँबाट खिचिदिनु तपाईँको मन पसन्दिदा फाक्सा छ कि छैन हौ छैन नि छैन नि आज भाषै छैन भाषा भात झन् राम्रो हुन्थ्यो कस्तो लागिरहेको छ तर तपाईँलाई फाक्सा बिना भाषा बिना त अब अधुरो भइरहेको नि अब खाना नै अब नरुच्ला जस्तो भइरहेको छ भाषा बेगर चाहिँ अब फाक्सा मिस गर्नु हुँदैछ मिस गर्दैछु मैले भाषामा चाहिँ अब भाषा भात राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ हो भाषा भात राम्रो हुन्थ्यो प्रायः जस्तो म भाषै मात्रै खान्छु भाषै मनपर्छ हो अरू त मन पर्दैन भाषा भात मजाले खान्थेँ भाइहरू पनि यहाँ उयो बिहामा आएर मजाले खानासाना खाँदैछु है भाइ होइन लास्ट टाइम चाहिँ रोशन दाले गर्नुहुन्छ रोशनले यता देखाउनु त मेरो दालाई चाहिँ सब्सक्राइब लाइक अनि सेयर गरिदिनुहोस् है थ्याङ्क यू रोशन कुन चाहिँ किन्नु भन्नु छ कुन चाहिँ गीतमा अरे सुनिदालाई सुन्दा ओ सुन्दा कुन चाहिँ गीतमा आज हाम्रो यसमा बिहामा आएर हाम्रो योगा पनि इन्जोय गरेको छ अनि डान्स पनि गरेको छ अनि हाम्रो सबै यो योगाकै हो हिसाबहरू हो मजाले इन्जोय गरेछ मजाले इन्जोय गरेछ हाम्रो रोशनी बहिनीको बिहामा आएर इन्जोय हो हाम्रो हिमा नर्सिङ होमको स्टाफ रोशनी बहिनीको बहिनीहरूको बिहा थियो अनि आज सबैले इन्जोय गरेछ हाम्रो स्टाफहरूले
दामी 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 नाच्नु न पैसा नाच्नु